साथीहरू नमस्कार। मैले हामीले जुन ओइसिएम म्यानेजमेन्ट सिस्टमको एप बनाएका चाहिँ थियौँ, त्यसको चाहिँ एउटा प्रोटोटाइप एउटा फर्स्ट भर्सन चाहिँ तयार गरेँ। यो चाहिँ हाम्रो अहिले हामीले स्क्रिनमा देखेको यो ल्यान्डिङ पेज हो। यहाँ साइड बारमा हेर्नु छ, हामीले यसलाई चाहिँ नि हामीले अङ्ग्रेजी अथवा नेपाली दुवै भाषामा चाहिँ नि हेर्न सक्छौँ। सायद नेपाली भाषा त्यति उपयुक्त हुन्न होला। अथवा फर्म्याट यदि नेपाली भाषा चाहिन्छ भने अब केही शब्दहरूमा परिवर्तन पनि गर्नुपर्छ होला, त्यो गरिन्छ। यो चाहिँ पब्लिक एक्सेसको पेज हो। सबैले यो पेजमा चाहिँ नि एक्सेस गर्न सक्ने भए। अब त्यसपछि अब हामीले गर्छौँ। अब लगइन गर्ने सिस्टममा चाहिँ के छ भन्दाखेरि दुई थरीका लगइन छन्। एउटा डेटा सबमिटरले लगइन गर्छ र अर्को सुपर एडमिनले गर्छ। अहिले म डाटा सबमिटरको हैसियतबाट चाहिँ नि लगइन गर्दैछु। यसलाई अनि यही लगइन सिस्टममा पनि यहाँ नयाँ प्रयोगकर्ता न्यू युजर र फर्गेट पासवर्डको चाहिँ नि ऊ पनि छ। नयाँ प्रयोगकर्ता चाहिँ कुन बेलामा मात्रै दर्ता हुन्छ भने रिक्वेस्ट गरेपछि सुपर एडमिनले त्यसलाई स्वीकृति दिएपछि बल्ल नयाँ युजरको चाहिँ लगइन हुन्छ। अब यसलाई मैले लगइन गरेँ। लगइन गरेँ। ओके, म लगइन छु। यसमा चाहिँ मेरो साइड प्यानलमा चाहिँ एउटा अहिले म पब्लिक ड्यासबोर्डमा चाहिँ छु। म चाहिँ यो नामबाट लगइन भइरहेको चाहिँ छु। अनि यसमा चाहिँ नि यदि हामीले नयाँ ओइसिएम डेटा चाहिँ नि अपलोड गर्न पऱ्यो भनेदेखि सबमिट ओइसिएम हुन्छ र अनि अर्को चाहिँ नि माई सबमिसन, मैले सबमिट गरेका चाहिँ ओइसिएमका डाटाहरू स्ट्याटस के छ, त्यो पब्लिस भयो कि भएन, त्यसको ट्र्याक गर्नको लागि, अथवा चाहिँ डेटाहरू चाहिँ नि बिचमा सबमिट गरिएको छैन भनेदेखि त्यसलाई फेरि काम गर्नको लागि चाहिँ नि युज गर्न हामी सक्छौँ। जस्तो अब मैले यहाँ सबमिट ओइसिएम भनेर भने, अब यसबाट चाहिँ नि हामीले डेटाहरू चाहिँ नि अपलोड गर्छौँ। यो डेटा अपलोड गर्नुभन्दा अगाडि हामीले डेटा तयार गर्छौँ। डेटा तयार चाहिँ हामी केएमएल फाइल जियोजेसन तीनवटा फाइल फर्मेटमा चाहिँ हामी अपलोड गर्न सक्छौँ। र अहिले बनाउँ एउटा चाहिँ नि नेसनल पार्कभित्रको एरिया जहाँ चाहिँ ओइसिएम डाटा बनाउन पाइँदैन, त्यसलाई चाहिँ नि त्यसको डाटा र अनि त्योभन्दा अलग एरियाको चाहिँ डाटा चाहिँ नि हामी तयार गरौँ है त। अब ल, मैले एउटा यो डाटा तयार गरेँ ओइसिएम भनेर। अनि मैले चाहिँ यहाँ पिए इन्टरसेक्टेड भनेर भने, यो डाटा चाहिँ नि हाम्रो भ्यालिड हुने छैन, भ्यालिडेसन हुनेवालामा चाहिँ डाटा छैन। यसलाई मैले यदि मैले सेभ प्लेस एज गरेर यो केएमजेड हो, केएमएल फर्मेटमा चाहिँ हामीले यसलाई चाहिँ राख्यौँ, पिए इन्टरसेक्टेड केएमएल भनेर यसलाई सेभ गरेँ। अनि एउटा अर्को भ्यालिड ठाउँको चाहिँ नि डेटा चाहिँ म राख्न चाहन्छु। ल, भ्यालिड ठाउँ भन्नाले ल सपोज गरौँ हामी यो ठाउँको लागि चाहिँ एउटा केएमएल फाइल बनाऊँ। यसमा मैले केएमएल एउटा फाइल बनाएँ यो ओइसिएम बााउन्ड्रीको लागि, र यसलाई नाम दिएँ नन पिए एरिया भनेर चाहिँ नि नाम दिएँ र यसलाई ओके गरेँ। दुइटाले मैले सेभ गरेँ। सेभ प्लेसेस भने नन पिए अनि अर्को भने पिए इन्टरसेक्टेड। ल, यसलाई मैले चाहिँ नि दिएँ, रिप्लेस गरिदिएँ। ओके, यसलाई मैले बन्द गरिदिएँ। अब हामी पहिला पिएसित इन्टरसेक्टेड गर्ने फाइललाई चाहिँ नि अब हामी हेरौँ। यहाँ पिए इन्टरसेक्टेड फाइल मेरो चाहिँ मैले यहाँ सेभ गरेको छु। पिए इन्टरसेक्टेड
पिए इन्टरसेक्टेड फाइल है, भर्खर तयार गरेको फाइल। यो फाइललाई मैले ओपन गरेँ र यसले चाहिँ नि के गर्ने भयो त, यो सिस्टममा चाहिँ नि यसले चेक गर्ने भयो है। अनि चेक गर्दाखेरि चाहिँ नि यसले आफ्नो एरिया सबै जियोमेट्रिक एरियाहरू त निकाल्यो, तर भ्यालिडेसन फेल भनेर भन्यो। यो इनभ्यालिड डाटा, द प्रपोज एसिएम बााउन्ड्री इन्टरसेक्ट विथ ओन प्रोटेक्टेड एरिया PA1 मस्ट बी डिस्टिङ्क्ट फ्रम प्रोटेक्टेड एरिया। त्यस कारणले यो डाटालाई चाहिँ यसले सुरुमै इनभ्यालिड गरिदियो भनेपछि यसलाई बाँकी फर्महरू भर्नलाई हामीलाई अनुमति हुँदैन। सो हामी चाहिँ नि अर्को चाहिँ नि नन इन्टरसेक्टेड एरियाको चाहिँ नि पोलिगन चाहिँ अपलोड गरौँ। यसमा नन इन्टरसेक्टेड पोलिगन भर्खरै हामीले तयार गरेका छौँ। नन इन्टरसेक्टेड नन पिए एरिया भनेर हामीले बनाएका थियौँ। यसलाई चाहिँ नि मैले ओपन गरेँ। अब यो ओपन गरेपछि चाहिँ यसले भन्यो भ्यालिडेसन पास्ट भनेर भन्यो र यसले चाहिँ नि त्यो कुन ठाउँको डाटा हो भनेर यसले हामीलाई यसको जानकारी पनि दियो। यहाँ वरिपरि चाहिँ नि निलो रङमा भएको चाहिँ नि जस्तो ग्रिन रङमा भएको यो पर्पोज ओइसिएम भ्यालिड भनेर भन्यो। रेड चाहिँ छैन। यदि हामीले अरू प्रोटेक्टेड एरियामा यो डेटाहरू चाहिँ भएको भएदेखि प्रोटेक्टेड एरियामा भएको थिए हाम्रो रेड कलरको हुन्थ्यो, अथवा पहिला अपलोड गरेको पब्लिस भएको ओएसिएमको बााउन्ड्रीसँग इन्टरसेक्ट गरेको भए पनि यो चाहिँ इनभ्यालिड हुन्थ्यो, रेड हुनेवालामा चाहिँ थियो है। यहाँ एक्जिस्टिङ ओएसिएम देखेको चाहिँ छैन, तर यहाँ छ एक्जिस्टिङ ओएसिएम। यदि हामीले यसको बिचमा अथवा यसलाई टच हुने गरेर बनाएको भए पनि त्यो डेटा चाहिँ नि हाम्रो भ्यालिड हुने थिएन। त्यस कारणले यो डाटा चाहिँ अहिले भ्यालिड छ र हामीलाई इन्ट्री गर्न पर्ने फर्म पनि उपलब्ध भइसकेको चाहिँ छ। ल मैले यसलाई चाहिँ राखेँ एउटा चाहिँ नि यो साइटको नाम राखेँ। साइटको नाम राख्न पर्दाखेरि ल सपोज गरौँ यहाँ चाहिँ मैले कर्कस स्पेसिस CIES कन्जर्भेसन एरिया भनेर भने मैले एरिया यो साइटको नाम यसरी भने। ल सबमिसन डेट राखियो होइन। कसले के गर्यो, यो डाटा सोर्सलाई मैले भन्यो GOGL गुगल अर्थ प्रो भनेर भनिदिएँ सपोज जस्ट। यहाँ अरू पनि भ्यालुहरू हुन सक्लान्। अनि त्यसपछि लोकेसनको कुराहरू गर्यो। लोकेसनमा पनि हामीसित चाहिँ डिफल्ट कन्ट्री नेपाल भइहाल्यो। यसमा चाहिँ अब हामीले अरू पनि हामीले चाहिँ नि चुज गर्न सक्छौँ। सपोज यो गण्डकी हो र यसलाई चाहिँ नि अब डिस्ट्रिक्ट चाहिँ नि कुनै अब नवलपरासी भनेर भने योसित रिलेटेड चाहिँ नि पालिकाहरू ल एउटा भनेर राखिदिएँ। अलरेडी जस्तै एरियाहरू चाहिँ अलरेडी क्यालकुलेट भइसकेको हुँदाखेरि चाहिँ यसमा हामीले म्यानुअली इन्टरभेन्सन गर्न पर्दैन र यसलाई चाहिँ त्यस्तै बायोमी टाइप विभिन्न चाहिँ छन् र हामीले यसलाई चाहिँ नि एउटा चुज गऱ्यौँ बायोमी टाइप पनि। अनि त्यही हिसाबले ट्रपिकल इन्फर्मेसनहरू पनि हामीले यहाँ चाहिँ पाएका चाहिँ छौँ होइन। जस्तो चाहिँ मिनिमम इलिभेसन, म्याक्सिमम इलिभेसन, मिन इलिभेसन, मिन स्लोप, म्याक्सिमम स्लोप, एस्पेक्ट होइन। एस्पेक्ट वाइज चाहिँ नि यसको एरिया, हालांकि यो एस्पेक्ट वाइज एरिया चाहिँ अलिकति गलत खालको किसिमबाट चाहिँ यहाँ क्यालकुलेसन भएको चाहिँ छ। मैले चेक गरेको चाहिँ छु। यसलाई चाहिँ यसको मोडुललाई चाहिँ रिभिजिट गर्नुपर्छ। नभएदेखि मोडुललाई पनि हामी हाम्रो सिस्टमबाट हटाउन सक्छौँ र इन्फर्मेसन नराख्न सक्छौँ, तर चाहिँ यसलाई राख्ने चाहिँ प्रयास गर्छौँ है। त्यसपछि अब हामी आयो गभर्नेन्स टाइपमा चाहिँ आयो। अब यसमा म्यानेजिङ इन्स्टिट्युसन ल सपोज गरौँ अब रातमाटे कम्युनिटी फरेस्ट भनेर भनिदियो यो उसलाई चाहिँ गर्ने। अनि त्यस्तै टेन्योर टाइप गभर्मेन्ट ल्यान्ड मेबी यसमा चाहिँ धेरै हुन सक्ला। कम्युनिटी फरेस्ट समथिङ कुनै डाटाहरू राख्यौँ। ल लेगल बेसिस भन्दाखेरि फरेस्ट एक्ट 2049 अन्तर्गत चाहिँ नि यसको व्यवस्थापन भएको। FPIC अब्टेन्ड भनेर भनेको छ यो यस भनेर भनिदियो। यो कन्सेन्ट लोकल कम्युनिटीसित चाहिँ नि चाहिँ कन्सेन्ट लिएको कुरा भन्यो। यसलाई कम्युनिटी पार्टिसिपेट चाहिँ ल भने एक्टिभ कम्युनिटी पार्टिसिपेन्ट्स भन्ने अर्थमा लगायौँ। त्यस्तै अब अर्को फर्म आयो हाम्रो म्यानेजमेन्ट फर्म।
म्यानेजमेन्ट अब्जेक्टिभ चाहिँ नि ल भन्यौँ टु प्रोटेक्ट क्युआर कर्कस स्पेसिस भनेर भनिदिएँ मैले। अब म्यानेजमेन्ट प्लान एक्जिस्ट छ कि छैन, सपोज गरेर छ भनेर भनिदिएँ मैले। र छ भनेदेखि त्यो प्लानको युआरएलहरू अथवा त्यो डकुमेन्टहरूको चाहिँ लिङ्कहरूको चाहिँ कुरो आयो। अब त्यस्तै यसलाई चाहिँ मैले भन्ने रिसोर्स युज रुल भनेर भन्यो। यसमा चाहिँ ल सपोज गरौँ 50% जिओबी एन्ड रेस्ट अफ द कम्युनिटी यसलाई चाहिँ नि फन्डिङ सोर्स ल लोकल गभर्मेन्ट भन्यो। लोकल गभर्मेन्टले चाहिँ नि यसलाई फन्डिङ गर्दो रहेछ। त्यसको म्यानेजमेन्ट इफेक्टिभनेस कस्तो छ त भनेर भन्दाखेरि यो लो, मोडरेट र चाहिँ हाई, यो तिनवटा मध्ये चाहिँ नि एउटा हामीले यसरी चुज गऱ्यौँ। त्यस्तै बायोडाइभर्सिटी खण्डमा चाहिँ हामीले कि स्पेसिस भनेर भन्यौँ। यसमा चाहिँ नि हामीले कर्कस इन्काना भन्ने एउटा स्पेसिस छ, यसलाई यसरी राख्यौँ। कि हेबिट्याट भनेर भन्यो यसलाई चाहिँ नि। ल यसलाई पनि मैले कर्कस इन्काना नै भनिदिएँ। समथिङ अरू पनि हुनसक्ला, अहिले हाम्रो त्यो विषय होइन। अब इकोसिस्टम सर्भिसलाई भनौँ ल, वाटर कन्जर्भेसन अनि टुरिस्टिक प्लेस भनिदिउँ समथिङ। कल्चरल भ्यालु भन्दाखेरि ल टेम्पल अफ ल GODDES गणेश अब दुर्गा भनिदिउँ समथिङ। लिङ्क टु नेसनल टार्गेट यसलाई मैले केही पनि भरिनँ। त्यसपछि अब इफेक्टिभनेसको फिल्डमा आयौँ। यसलाई चाहिँ एभिडेन्स टाइप चाहिँ कुन टाइपको एभिडेन्स हो, मैले चाहिँ नि भनिदिएँ यसलाई ट्रेडिसनल नलेज एभिडेन्स डिस्क्रिप्सन होइन कि इन्फर्मेन्ट नलेज भनिदिउँ। नलेज भनियो। अब त्यस्तै यहाँ चाहिँ बेसलाइन इयर र लास्ट मोनिटरिङ इयर भनेर भनेको छ। बायोडाइभर्सिटी ट्रेन्ड कस्तो छ त ल मैले भनिदिएँ यहाँ ल स्टेबल टाइपको चाहिँ छ भनेर भने। अब यसलाई थ्रेड्स चाहिँ के छ त भनेर भन्दाखेरि चाहिँ नि अब यसलाई भनौँ फायरवुड स्मग्लिङ भन्यो। यसलाई यति भने मैले। यसको थ्रेडको लेभल चाहिँ नि मैले यसलाई मिडियम टाइपको थ्रेस्ट लेभल चाहिँ भनौँ। कन्ट्रोल मेजरमा के गरेछ त प्याट्रोलिङ गरेछ, प्याट्रोलिङ भनेर भने। अब त्यस्तै मोनिटरिङको हकमा चाहिँ नि मोनिटरिङ इन्डिकेटर भनेर भन्यो। मोनिटरिङ रेगुलर प्याट्रोलिङ भनिदियो ल। त्यसपछि चाहिँ नि मोनिटरिङ फ्रिक्वेन्सी भनेर भनेको छ एनुअल, बाइनियल, एभ्री 3 इयर, एभ्री 5 इयर भन्ने हामीले चुज गर्न सक्ने भयौँ। रेस्पोन्सिबल पार्टी भनेर भन्ने मैले चाहिँ नि लोकल कम्युनिटी भनिदिएँ। लोकल कम्युनिटी रिपोर्ट लिङ्क यसमा पनि मैले केही दिइनँ। अब CBD कम्प्लाइन्सेसको कुरा आयो। यसमा चाहिँ नि मैले भने साइट एचिभ सस्टेन कन्जर्भेसन बायोडाइभर्सिटी एउटा। यसमा चाहिँ नि ल दिस साइट कन्जर्भ्स कर्कस स्पिसिस which is endangered species। ओके, अब क्राइटेरिया बी भनेर भन्यो। अब यसले चाहिँ नि भने इफेक्टिभ गभर्नेन्स एन्ड म्यानेजमेन्टको कुरा आयो। अब यसलाई चाहिँ नि मैले अब इफेक्टिभ गभर्नेन्स भनेर भनिदिएँ। त्यस्तै क्राइटेरिया सीमा चाहिँ नि इन्सिटु कन्जर्भेसन कन्ट्रिब्युसनको कुरा यहाँ भयो। यसलाई चाहिँ दियौँ हामी। यसले चाहिँ नि दिस फरेस्ट
maintains biodiversity यति भएर भने त्यस्तै अब यो क्राइटेरिया डिस्टिङ फ्रम प्रोटेक्टेड एरिया यो चाहिँ अलरेडी भ्यालिडेट भइसकेको हुँदाखेरि यसमा हामीले चाहिँ नि अनचेक गर्न सक्दैनौँ यसमा चाहिँ नि अरू फर्दर चाहिँ नि इन्फर्मेसन चाहिँ नि राख्न सक्छौँ दिस साइट इज इलिजिबल बिकज it is distinct biodiversity value समथिङ केही राखेँ मैले अब त्यसपछि चाहिँ नि अर्को साइट अर्को चिज आयो सपोर्टिङ डकुमेन्टको कुरा आयो अब सपोर्टिङ डकुमेन्टमा अब हामीले फोटोग्राफ्सहरू चाहिँ नि त्यो सम्बन्धित साइटको चाहिँ 20वटा समेत फोटोग्राफ्सहरू चाहिँ नि हामीले यहाँ अपलोड गर्न सक्छौँ यसलाई चाहिँ मैले एकचोटि ग्यालरीमा गएँ सपोज गरौँ त्यो डकुमेन्ट भनेको चाहिँ नि एउटा एएनए डकुमेन्ट हो त्यस्तै ल एउटा डकुमेन्ट मैले पेस्ट गरेँ होइन अब त्यस्तै अर्को डकुमेन्ट अर्को चाहिँ भिडियो डकुमेन्ट भयो भिडियो डकुमेन्ट पनि यहाँ अपलोड हुन्छ यसलाई मैले अहिले हेरिनँ अब त्योसित रिलेटेड चाहिँ यदि युट्युब भिडियोहरू चाहिँ छ भनेदेखि युट्युब भिडियोको लिङ्कहरू पनि हामीले यहाँ राख्न सक्ने भयौँ ती युट्युब भिडियोको लिङ्क जस्तै मैले भने यो युट्युब भिडियो सपोज गरौँ अब त्यसको चाहिँ एउटा लिङ्क चाहिँ मैले यहाँ मैले क्लिक गरेँ यसलाई चाहिँ नि यसको चाहिँ एउटा मैले लिङ्क चाहिँ नि कपी गरेँ यसलाई अब हामी हाम्रो उसमा चाहिँ सरी कहाँ आयो यो सरी कहाँ गयो यार हाम्रो ओके अब यसमा चाहिँ यो भिडियो युआरएल मैले चाहिँ यहाँ पेस्ट गरेँ अब त्यसपछि चाहिँ यसलाई मैले कन्ट्रोल इन्टर गरिदिएँ अब त्यस्तै हिसाबले डकुमेन्टहरू चाहिँ नि यो एफपिआइसी डकुमेन्टहरू चाहिँ नि अपलोड गर्नुपर्ने हुन्छ जुन लोकल कम्युनिटीले दिएको कन्सेन्ट त्यसको स्क्यान कपीहरू डाउनलोड गर्नको लागि भने अपलोड गर्नको लागि हामीले यहाँ चाहिँ नि यसलाई चाहिँ नि हाल्यौँ सपोज गरौँ मैले चाहिँ नि यसलाई चाहिँ एउटा एक्जाम्पलको तौरमा यो डकुमेन्ट चाहिँ नि मैले पेस्ट गरेँ त्यसपछि चाहिँ नि अदर सपोर्टिङ डकुमेन्टहरू पनि चाहिँ यहाँ आउन सक्छन् पिडिएफ डकुमेन्ट अरू फोटोहरू र डकुमेन्टहरू पनि यहाँ चाहिँ हामीले लिन सक्यो अब त्यसपछि चाहिँ अब हामीले के गर्यौँ भनेर भन्दाखेरि यति भयो यति भएपछि चाहिँ नि अब हामीसित चाहिँ नि अब कम्प्लिट भयो भनेदेखि त हामी सबमिट गर्न सक्छौँ नभएदेखि यदि पुरा कम्प्लिट भएको छैन भने हामीले सेभ ड्राफ्ट गर्न सक्छौँ तर यो सेभ ड्राफ्ट गर्दाखेरि के भइरहेछ भन्दाखेरि फेरि ओपन गर्दाखेरि चाहिँ नि यहाँको डेटा चाहिँ नि लस भइरहेको चाहिँ अवस्था छ तर अब त्यसलाई चाहिँ त्यसलाई चाहिँ अब हामी इम्प्रुभ गर्छौँ नै अहिले चाहिँ नि हामी यसलाई सबमिट मात्रै गऱ्यौँ सिधै यसले चाहिँ नि काम गर्यो यदि चाहिँ नि बिचमा कम्प्लिट भएन भनेदेखि सेभ ड्राफ्ट गर्ने हो तर यो चाहिँ यसमा चाहिँ सिस्टम अपडेट गर्नुपर्ने छ के गल्ती भइरहेको चाहिँ छ मैले त्यो खोज्दैछु र यसलाई मैले चाहिँ नि यो सिस्टमलाई सबमिट गरेँ ओके सिस्टम चाहिँ मैले यहाँ सबमिट गरेपछि यसले चाहिँ नि ल सबमिट भएको चाहिँ नि हामीलाई स्क्रिन दियो डाटा सबमिट सक्सेसफुल्ली भन्यो सबमिटको हामीलाई ट्र्याकिङ गर्नको लागि चाहिँ नि यसले चाहिँ नि हामीलाई आइडी दिएको चाहिँ छ यो आइडीलाई चाहिँ हामी युज गर्न सक्छौँ यसले चाहिँ भन्यो सबमिसन इज सबमिटेड अ सुपर एडमिन विल रिभ्यू योर सबमिसन्स यु विल रिसिभ नोटिफिकेसन अन्स रिभ्युड approved submission will be published to the public dashboard track submission use the submission id यो भनेर चाहिँ नि भन्यो
अब यसको लागि ल मैले अब मेरो सबमिसनमा चाहिँ नि म गएँ। सबमिसनमा जाँदाखेरि चाहिँ यति यति चाहिँ यो चाहिँ ड्राफ्टमा बसेको चाहिँ छ। यदि सेभ गरेको सबमिट नगरेर सेभ गरेको भएदेखि यसरी चाहिँ यहाँ आएर बस्छ। त्यसपछि चाहिँ नि यहाँबाट चाहिँ अब हामी यो कन्टिन्यू एडिटिङ गर्न सक्थ्यौँ होइन। र सिस्टम चाहिँ नि अलिकति यहाँ गडबड भएको चाहिँ छ है। अब जस्तो एकचोटि इक्जाम्पलको लागि हेरौँ। यसलाई कन्टिन्यू एडिटिङ गर्दाखेरि चाहिँ नि यहाँ हामीलाई चाहिँ नि यहाँ डेटा चाहिँ नि यहाँ हामीले जस्तो यो मैले पहिला भरेको डेटा चाहिँ थियो, तर यहाँ चाहिँ अहिले देखिएको चाहिँ छैन। यसलाई चाहिँ अलिकति सुधार गर्न पर्ने छ। तर अब हामीले डाइरेक्ट सबमिट गरिसकेको हुँदाखेरि चाहिँ नि अब सबमिटेड चाहिँ नि यसलाई मैले यसलाई चाहिँ मैले अघिको हाम्रो उसमा चाहिँ नि हामी चाहिँ नि यहाँ चाहिँ भर्न त सक्ने भयौँ। तर अब मैले यहाँ आएर सबमिट ओइसिएमको डाटामा चाहिँ अब हामीले यहाँ चाहिँ लिस्ट एकचोटि हेरेँ। यहाँ हेर्दाखेरि चाहिँ नि फेरि एकचोटि मैले सबमिसनको स्ट्याटस यहाँ हेरेँ। सबमिसनको स्ट्याटस मैले चाहिँ नि हेरेँ यहाँ। होइन ल यसलाई यत्तिकै भए पनि मैले चाहिँ यसलाई पनि मैले के गरिदिएँ भन्दाखेरि ल पब्लिक ड्यासबोर्डमा आएँ एकचोटि म। अनि माई सबमिट स्ट्याटस मैले हेरेँ। सबमिट स्ट्याटस हेरेपछि अब हाम्रो एकचोटि चाहिँ नि मैले यसलाई कहाँ त्यो बटन हाम्रो गयो, भ्यालिडेसन पास भनिसक्यो यसले। यसलाई मैले पनि सबमिट गरेँ। अब यो सबमिट भइसकेपछि अब हामी ऊ पेजमा गयौँ। यो चाहिँ लगआउट गऱ्यौँ। लगआउट गरेर सुपर एडमिनको चाहिँ नि उसमा चाहिँ गयौँ। म अब यहाँ सुपर एडमिनको चाहिँ राख्छु, लगइन गर्छु। यसलाई चाहिँ भने मैले राकुरी 2026 @gmail.com। पासवर्ड हो admin@min123। यसलाई मैले लगइन गरेँ। अब यहाँ चाहिँ रिभ्यू सबमिसन को चाहिँ हामीले हामी आएर हेऱ्यौँ। रिभ्यू सबमिसनमा चाहिँ नि हामीले कर्कस स्पिसिस अघिको हामीले गरेका चाहिँ थियौँ। यसमा चाहिँ नि यहाँ हेऱ्यौँ। एज म अहिले सुपर एडमिनको हिसाबले चाहिँ हेरिरहेको चाहिँ छु। र यसलाई चाहिँ मैले एउटा रिभ्यू कमेन्ट सहित चाहिँ नि समथिङ एउटा चाहिँ नि ल पर्मिटेड भनौँ न, पर्मिटेड भनेर भने र यसलाई अप्रुभ गरिदिएँ। अप्रुभ गरेपछि यो चाहिँ नि उसमा चाहिँ पब्लिक ड्यासबोर्डमा चाहिँ नि पब्लिस हुने भयो। त मैले चाहिँ नि हेरेँ, यहाँ पब्लिक ड्यासबोर्डमा चाहिँ गएँ। पब्लिक ड्यासबोर्डमा गएपछि चाहिँ नि अघि हामीले भनेको कर्कसको यसमा चाहिँ के आयो, यसमा चाहिँ पक्नुहोस् है त। माई सबमिट यसलाई चाहिँ नि पब्लिस भएको छैन, सरी है। पब्लिस भएको चाहिँ छैन। पब्लिकमा नआइकन मैले रिभ्यू सबमिसनमा चाहिँ नि आएँ र यसलाई जुन डाटा छ अप्रुभ डाटा छ, अप्रुभ डाटालाई बाट मैले क्लिक गरेर यसलाई पब्लिस गरेँ। यसलाई मैले पब्लिस गरेँ। बस अब यो चाहिँ नि पब्लिस भयो। त्यसपछि यो पब्लिक ड्यासबोर्डमा आएर अब हामीले हेर्दाखेरि चाहिँ नि अघि भर्खरै इन्ट्री गरेको फर्म चाहिँ हामीले यहाँ भेट्यौँ। र चाहिँ यसले चाहिँ नि एउटा सामान्य ब्रिफ डिस्क्रिप्सन चाहिँ नि यहाँ हामीले देखिरहेका चाहिँ छौँ। यसलाई भ्यू डिटेल हेर्ने हो भनेदेखि चाहिँ अब हामी यसलाई
भ्यू डिटेल्समा गएर हेर्न सक्छौँ। भ्यू डिटेल्समा हेरियो। अब यसमा डिटेल्स चाहिँ नि यसको चाहिँ नि नक्सा कहाँ हो, म चाहिँ नक्साहरू कहाँ हो यसको, यसको चाहिँ नि लोकल र स्पेसियल चाहिँ नि इन्फर्मेसनहरू के छ, यसको गभर्नेन्सको स्ट्याटस के छ, अनि चाहिँ नि बायोडाइभर्सिटीको स्ट्याटस के छ होइन, अघि भरेका चिजहरू सबै चाहिँ नि यहाँ आइरहेको चाहिँ छ। जस्तै कन्जर्भेसन स्ट्याटसका कुराहरू आयो, सिबिडी क्राइटेरियाको कुराहरू आयो, यसमा चाहिँ भ्यू डिटेल्सहरू के छन् होइन, यी डिटेल्सहरू चाहिँ नि हामीले हेर्न सक्ने भयौँ। त्यस्तै टोपोग्राफिक डाटाको हकमा चाहिँ नि कस्तो छ त यो टोपोग्राफिक डाटाको स्ट्याट, यहाँ चाहिँ नि यसले कति स्लोप छ, त्यसको हाइट कति छ, मिनिमम हाइट, म्याक्सिमम हाइट, मिन हाइट होइन, यो खालको इन्फर्मेसन देखि स्लोप र आस्पेक्टको पनि इन्फर्मेसन यहाँ चाहिँ दिएको चाहिँ छ। अब मल्टिमिडिया डकुमेन्टको कुरा गर्ने हो भनेदेखि हामीले चाहिँ युज गरेका चाहिँ मल्टिमिडिया डकुमेन्टहरू चाहिँ यहाँ चाहिँ हामीलाई पाएका चाहिँ छौँ, त्यो चाहिँ पाएका चाहिँ छौँ। अब यसलाई अघिको चाहिँ नि युट्युब भिडियोको पनि हामीले लिङ्क चाहिँ नि यहाँ पायौँ होइन। अब यसलाई चाहिँ नि ल यहीँबाट पनि सायद खोल्न सकिन्छ कि यो यहीँबाट सकिँदो रहेछ। अब त्यसपछि चाहिँ त्यस्तै चाहिँ नि एफपिक डकुमेन्ट, कन्सेन्ट डकुमेन्ट हामीले अपलोड गरेका चाहिँ थियो, यो हिसाबले चाहिँ हामीले यहाँ देख्न सक्यौँ। र ब्याकमा चाहिँ नि अब हामी ब्याक टु पब्लिक ड्यासबोर्डमा चाहिँ नि हामी यहाँ आउन सक्ने भयौँ। अब यही हिसाबले चाहिँ नि हाम्रो सिस्टम चाहिँ नि तयार भएको चाहिँ छ। यसमा यो चाहिँ हामीले स्ट्रिमलिट र पाइथन युज गरेर तयार गरेको हो। अब यो मैले भिडियो किन बनाएँ भनेर भन्दाखेरि चाहिँ यो गुगल मिटबाट सेयर गर्दाखेरि चाहिँ मेरो कम्प्युटर एकदमै तात्ने भयो। अब अरू अरू विषयमा त हामी डिस्कस गर्न सक्छौँ र केही समय फेरि चाहिँ गुगल मिटमा पनि हामी तपाईँहरूले सेयर गर्नुभएको स्क्रिन चाहिँ मैले हेर्न सक्छु। यही हिसाबले चाहिँ नि अब हामी अनलाइन मिटिङ पनि बसौँला है त। धन्यवाद।